केही पनि छैन। केही छैन यहाँ हेर्नुहोस् है, केही छैन है। समात्नुहोस् त ल समात्नु त यस्तो ल अचम्मै भयो यार यो त। तपाईको छोराछोरी छ पुरै मिठाई जादुगरको तर्फबाट तपाईलाई गिफ्ट चकलेट यहाँ हाल्नु यताबाट निकाल्दा यही आउँछ। फुक्दिनुस् यस्तो गरिदिनुस् स्वाट्टै गरिदिनुस् के हो यस्तो फुलाए चमत्कार झेर कुखुराको प्वाङ हालेर त फुलै फुल निस्किन्छ त्यहाँ। त्यसले भने काटेर देखा यो गरेर देखा भने मलाई चाहिँ जस्तो कुरो गर्दा गर्दा मलाई अलिकति माइन्ड सड्केपछि मैले चक्कु हाने जस्तो गरेर यत्रो मुटु निकालेर यस्तो गरिदिएको। त्यो मान्छे रिङाटा लगाएर यस्तो गरेर बुक्लुके ढलेको भाडा हुँदो कोठामा बस्थेँ। चामल सामल किनिदिन्थेँ, रासनहरू पानीहरू भात पकाउने अनि आफै भाँडा धस्काइदिने। उनीहरू कलेजमा जान्थ्यो, मैले चाहिँ बिहान उठेर खाना साना मान्छे काट्नेदेखि लिएर होइन अब आँखामा पट्टी बाँधेर बाइक चलाउनेदेखि लिएर हरेक जादुहरूसँग मान्छेको मुटु सुटु निकाल्ने सबै छ मसँग। तपाईँको कतिले के भन्छ भने अब यो इन्द्रजालको महाजाल इन्द्रजाल हुन्छ नहुने होइन, त्यो हामीले हल्का फुल्का अब त्यो सिक्किम होला, त्यो हामीले जहाँ पाए त्यो युज गर्नु मिल्दैन। त्यो भनेको पाप काम हो। त्यो भनेको जो तान्त्रिक ठुलो ठुलो तान्त्रिकहरूले गर्नु सक्ने हो। त्यो जसले सक्दैन भने त्यो मान्छे आफै अब्ला बौला पागल। मलाई कसैले टाउकोमा हात दिने र मलाई साथ दिने मान्छे नभएर म यो बाटोमा गर्नेले कति गर्छन्, कति ठाउँमा पुलिसहरूले पनि मलाई तङ गरेको छ होइन, कतिजनाले पैसा पनि खाएको छ। नमस्ते तथा हार्दिक स्वागत छ मेरो कुरा .com र जलजला अनलाइन नेपाल हेरेर बसिरहनुभएका स्वदेश तथा विदेशका सम्पूर्ण तमाम दर्शकहरूमा हार्दिक स्वागत अनि नमस्कार। तक्राई म कुमार रोका मगर। पक्कै पनि हामी मेरो कुरा .com र जलजला अनलाइन नेपालमा विभिन्न खबरहरू, कहिले रमाइलो गफगाफदेखि लिएर कहिले गाउँठाउँका विभिन्न मनोरञ्जन कथा साथसाथमा विभिन्न समाचारहरू उठान गरिरहेका हुन्छौँ। र त्यसै अन्तर्गत आज पनि तपाईहरुको माझमा कला सँगसँगै जोडिएका एक यस्ता व्यक्ति जसले आफ्नो कलाले नेपालभरि चिनिनु भएका र कलाकै माध्यमबाट नेपालको हरेक ठाउँमा आफ्नो कला देखाउँदै हिँड्नु भएका जो यस्तो व्यक्ति सानैदेखि दुःख कष्ट र विभिन्न सङ्घर्ष गर्दै आज यो ठाउँसम्म आइपुग्नु भएका कलाको खानी व्यक्ति हुनुहुन्छ। आज उहाँसँग हामी दुःख सुखका कुरा र सानो बाल्यकालदेखि अहिलेसम्म दुःख कष्ट र कसरी यो कला प्राप्त गर्नु भन्ने यस्ता खालका कुराहरू गर्नेछौँ। सर्वप्रथम उहाँको परिचय उहाँकै मुखबाट पक्कै पनि सुरुवात गर्न चाहन्छु। स्वागत छ हजुरले। नमस्कार हजुर, मेरो नाम रमेश गिरी, सबैजनालाई नमस्कार छ। मेरो नाम रमेश गिरी जादुगर। मेरो घर चाहिँ राप्ती गाउँपालिका 3 दाङ जिल्ला हजुर लुम्बिनी प्रदेश हो। हजुर तपाईँ जादुगर हुनुहुन्छ? हजुर जादुगर म। जादु देखाउने र विभिन्न मान्छेहरूलाई विभिन्न चाहिँ महोत्सवहरूमा सडकमा रमाइलो वातावरण जुटाउनुहुन्छ। यति धेरै कला बटुल्नु भएको छ जो कलाले यतिखेर युट्युबहरूमा फेसबुकहरूमा संसारको कुना कुना तपाईँको भिडियोहरू मिलियन भ्युजहरू पुगेको छ। कसरी सुरु गर्नुभयो जादु र तपाईँको बाल्यकाल कसरी बित्यो यहाँबाट सुरु गरौँ न सर्वप्रथम। म सबैजनाले मेरो कुरो सुनिदिनु होला होइन। अब यो अहिले चाहिँ मैले मौका पाएको छु यो अहिले है जस तपाईँ आइदिनु भएको छ होइन। अब धेरैजनालाई पनि मैले रिक्वेस्ट गरेको थिएँ, अहिलेसम्म मेरो चाहिँ इन्टरभ्यू कसैले पनि राम्रो लिन सक्नु भएन। आज चाहिँ तपाईँ आउनुभयो। मेरो त बाल्यकाल भनेको यस्तै हो, म पनि पहिलेदेखि टुक्रै हो। सानैमा अब आमा पनि बित्नुभयो, बाउ पनि हुनुहुन्थ्यो। अब हामी 2-3 भाइ थियौँ। अब त्यतिखेर भाइहरू पनि बिछोड भयो, आमा पनि बित्नुभयो। मेरो बाउले पनि त्यतिखेर जडीबुटीहरूको दोकानहरू गर्नुहुन्थ्यो इटेरी। हाम्रो खास पूर्व घर भनेको इटेरी यता सुनसरीतिर पर्छ हाम्रो। जन्मघरतिर उता हाम्रो घर चाहिँ थिएन। अब थियो कि थिएन त्यो थाहा छैन। अब त्यहाँ चाहिँ जन्म भयो। अब बाउ पनि अब जाँड रक्सी खाने यसरी हिँड्ने हामीलाई लाबर्सी गरेर छोडिदिएको। अहिलेसम्म स्कुलको मुख पनि देख्न पाइनँ, कसैले पनि मलाई शिक्षा ज्ञान पनि दिएन।
अनि गरी खाने बाटो भएन। मैले पनि यस्तै इन्डियाबाट कोही जादुवाला आएको थियो, सानो थिएँ, हामीलाई पनि डर लाग्थ्यो, रहर पनि लाग्थ्यो। मसँग बस्छस् भन्दाखेरि अनि हुन्छ भनेर आँट गरेर कसो गरेर आँट गरेर आफ्नो पेट पाल्नलाई त्यो जादुवालाको पछि चाहिँ हिँडेँ म। सुरुमा चाहिँ तपाईँ एक किसिमले तपाईँको बुवाले तपाईँहरूलाई छोडेर गइसकेपछि बेवारिसी बनाइसकेपछि तपाईँ बाउ पनि बित्नु भयो, म बिचली भएन। बाउ बित्नु भयो होइन? भाइ पनि हराएको 30 वर्ष भइसक्यो, 30-32 वर्ष भइसक्यो। अहिले पनि बेपत्ता छ। बाउको मुख पनि देख्नु पाइनँ, आमाको मुख पनि देख्नु पाइनँ। अनि जस म यही देशीसँग लागे जादुहरूमा, मलाई पनि यसो टोकरी सोकरीमा हाल्ने, बाटोमा खेलाउने गर्थ्यो। मलाई पनि रहर लाग्थ्यो के चिज रहेछ भनेर। त्यही जाँदा सिक्दा तिनीहरूसँग इन्डियातिर मलाई लग्यो। इन्डियातिर लगेपछि मेरो दाइले खास एउटा मेरो दाइ भनेको हुनुहुन्छ बाउवालाको कोक चाहिँ एउटै हो। उहाँले मलाई लिएर जानुभयो, त्यो देशीहरूसँग छोडिदिनु भयो, आफू चाहिँ भागिदिनु भयो। 6-7 वर्षसम्म मलाई त्यो ठाउँमा छोडिदिनु भयो इन्डियामा। तपाईँ यो जादु कला चाहिँ भारतीयहरूले चाहिँ नेपालमा जादु देखाउने आउने क्रममा तपाईँले त्यो देख्दाखेरि तपाईँ पनि त्यसमा आकर्षित भएर बस्नुभयो र केही चासो ल्याउनु भयो होला? म 7-8 वर्षसम्म उहाँहरूसँग हिँडेँ। हजुर। सुरुवात कसरी सुरुवात चाहिँ उहाँ भारतीय नागरिकले कसरी चाहिँ उहाँतर्फ तपाईँप्रति कसरी आकर्षित हुनुभयो नि? उहाँ सुरुवात भारतीय नागरिकसँग उनीहरूको पनि घर खास त्यो मुस्लिम हो। हजुर हजुर। इटरीदेखि खनार भन्ने ठाउँमा जादुवाला बस्थे, त्यहाँ घर बनाएर। मेरो बाउ पनि हाट बजारमा हिँड्थ्यो। हजुर। मेरो बाउले हाट बजारमा दोकान, जडीबुटीहरूको दोकान राख्दा उनीहरूले कलाहरू देखाउँदाखेरि त्यहाँ चाहिँ साथी बने मेरो बाउ र त्यो जादुवाला। साथी भइसकेपछि अनि मेरो बाउ बितेपछि अनि म उनीहरूले जहाँ जादु देखाउँथेँ, म पनि खुर्र कुदेर हेर्नु गइरहेको थिएँ। त्यही बेला त मेरो चेला बन्छस् हिँड भन्दाखेरि जान्छु भनेर गएको हो। म दिनै एक दिन होइन, 2 दिन होइन, त्यो कलालाई चाहिँ एकदमै राम्रो लागेर चासो लागेर तपाईँ पछि नै लागिसकेपछि उहाँ पनि आकर्षित हुनुभयो होला, सायद सिक्नै चाहियो कि भनेर। हजुर, उहाँहरूले लिएर जानुभयो। हजुर। तर जस मैले दुःख चाहिँ बाख्रा चराउने, घाँस काट्ने, उहाँ गएपछि हरेक दुःख गरेँ। बाल्यकाल कहाँ भेट्यो नि? बाल्यकाल त म त के भन्नु, इन्डिया भनौँ, यही नेपालको कोना कप्चामा, नेपालगञ्जमा, यही घोराईमा, यही बुटलमा, यो बुटलको जहाँ हाट बजार लाग्छ नि पाल्पा जाने रोड, हजुर हजुर, त्यस्तो ठाउँमा पनि म सुतेर हिँडेको मान्छे हो हैन। तपाईँको नारायणघाटको ठाउँमा, खास त म नारायणघाटमा जन्मेको, तर हाम्रो चाहिँ उतातिर के भन्छ सुनसरीतिर हाम्रो बसोबास उतै हो। मेरो बाउले चाहिँ जस मलाई यही बुटलबाट छोडिदिएर हिँड्नुभएको। एउटा घाटमा जिम्मा लगाएर होटलमा गरी खा भनेर 6-7 वर्षको उमेरमा हुँदाखेरि एउटा होटलमा छोडेर हिँडिदिनु भएको मेरो बाउले। अनि त्यहाँदेखि बाउ बित्यो भनेर थाहा पाएपछि म जादुगोलाहरूसँग गएर जादु सिकेर पछि म अब पिट्ने मार्ने, अब कोही गुरुले भात टन्ने खाने, मजाले खाने, हामीलाई भोकभोकै सुताइदिन्थ्यो। यसरी खाटमा बिस्तारामा उनीहरू सुत्ने भने म चाहिँ चिसो भुइँमा चाहिँ एउटा तन्ना लिएर सुत्थेँ। सुक्खा रोटी खाएर होइन, सुक्खा भात खाएर पनि कहिलेकाहीँ अब चुराहरू भिजाएर प्याजसँग टोकेर बस्थेँ। अब दुःख पलको कुरोहरू धेरैजनालाई सुनाउनु खोजेँ, तर बुझ्ने मान्छे कोही हुँदैन रहेछ होइन, सबै एउटै हुँदैन रहेछ। पक्कै पनि तपाईँ त्यतिखेरको यो बाल्य उमेरमा पनि तपाईँले एउटा आँट गरेर यो कलाले चाहिँ अब एउटा चाहिँ जीवन जिउने वातावरण बनाउँछ कि भन्ने हिसाबले तपाईँले चाहिँ हजुर लागेँ। अनि तपाईँको के छ भने उहाँहरू गलत बाटोमा हुनुहुन्थेन, मलाई राम्रो शिक्षा दिइराख्नु भएको थियो। सिर्फ मलाई स्कुल हाल्नु भएन। कोही हरामी थियो, मलाई पिट्टा पाटक पनि गर्थ्यो, भोक पनि सुताइदिन्थे। 1-2जना गुरु पनि राम्रो पनि हुनुहुन्थ्यो। पछि चाहिँ जस आफ्नै नेपालको ठाउँको माया लागेपछि मेरो दाइ फेरि आउनुभयो। 6-7 वर्षपछि मलाई छोडेर गएको दाइ फेरि त्यही ठाउँमा वीरगञ्ज भन्ने ठाउँमा आउनुभएको थियो, बोर्डरमा। गुरु र अनि हाम्रो दाइ भेट भएपछि भाग्छस् भनेपछि यस्तै साँझको बेला 8-8:30 बजेको थियो। त्यही बेला मलाई भगाएर इन्डियाबाट भगाएर पत्लाया ल्यायो। पत्लायाबाट म त्यतिखेर नभने 15-16 वर्षको पुगिसकेको थिएँ। मलाई इन्डियामा मैले नेपाली कुरोहरू सब भुलिसकेको थिएँ। मैले त्यतिखेर लेकिन मात्र आउँथेँ, तर भन्ने आउने थिएन मलाई होइन। अनि मलाई भगाउनु भयो दाइले। भगाइसकेपछि अनि पत्लाया जङ्गलमा चाहिँ जस पत्लाया ठाउँमा त्यहाँ चाहिँ नभने म 2-3 घन्टासम्म रोएँ होला क्या। त्यहाँबाट भागेपछि किन एउटा माया के थियो, 6-7 वर्ष बसेको होइन, एउटा सम्झना। जब मलाई भगाएर दाइले झापा लिएर जानुभयो बिर्तामोड भन्ने ठाउँमा। मेरो दाइले बिहे गर्नुभयो रहेछ, एउटा राजवंशी होइन, बिहे गर्नुभएको थियो। मलाई त्यहाँ चाहिँ जस दाइले पनि माया गरेन, कुकुर जस्तै बेहोरा गरे होइन, माया गरेन। आफूहरू मिठो खाने उ गर्ने, आफ्नो ठाउँमा बस्ने,
अनि टिभी हुँदाखेरि पनि म यस्तरी ओछ्यानमा बस्दाखेरि मेरो भाउजूले घिना गर्ने, यो ओछ्यानमा नबस् त उता जा गनाउँछस्, अनि मेरो टिभी नहेर भने टिभी बन्द गरिदिने, त्यस्तो गर्नुहुन्थ्यो भाउजूले। एकचोटि दाइले तुम्मा खाइराख्नु भएको थियो, खान्छस् ला खा भन्दाखेरि त्यो तुम्मा हुन्छ भनेर एक घुट्की तानेको भाउजूले खोसेर त खाखु गरेर थुकिदिनु भयो त्यसमा। मेरो लास्टै चित्त दुख्यो, बाहिर गएँ, यति रोएँ, बुझ्ने मान्छे कोही थिएन, बहुत रोको म त्यहाँ। अनि भएन, मैले यो जादु लाइन पनि त्यहाँबाट भागेर आइसकेपछि जादु लाइनमा पनि त्यति हिँडेको थिइनँ। तर एकजना नेपाली दाइ हुनुहुन्थ्यो दीपक ताम्राकार भन्ने, उहाँ चाहिँ जस उसले त मलाई काँखामा खेलाएको मान्छे सानोदेखि। अनि उहाँ दाइले के भन्नुभयो, भाइ तेरो त आमा बाउ छैन, कोही छैन, यत्तिकै किन भौतारेर हिँड्छस्, अरूले त काम दिँदैन, केही छैन, तेरो केही छैन, तेरो बाउ आमा मरेर गइसकेको छ, तँलाई म एउटा डम्बर दिन्छु, केही सामान दिन्छु, त कला गर्नु सक्ने मान्छे, इन्डियामा पनि कला गरेको होस्, त कला गरेर दिनमा 2-4-500 रुपियाँ कमाइस् भने त कोहीसँग झुक्नु पर्दैन, कोहीसँग डराउनु पर्दैन। ठिक छ दाइ भने त्यहाँदेखि मैले बाँसको एउटा टोकरी बनाएँ। बाँसको टोकरी मान्छे काट्ने हुन्छ नि, टोकरी बनाएँ म। त्यतिखेर जस जादु देखाउँदा 5 रुपियाँ 10 रुपियाँ, त्यतिखेर सस्तै जमाना थियो, मान्छेले। कति वर्ष पहिले कुरा हो यो तपाईँको 59-60 सालतिर कुरो होला, त्यतिखेर कुरो हो तपाईँको। अनि त्यहाँबाट सुरुवात गरेपछि अनि त्यहाँ मलाई मान्छेहरूले पनि धेरैले माया गर्नुभयो, गरेँ। अनि पछि फेरि मैले त्यो काम सङ्कटकालमा माओवादीहरूको आर्मीहरूको भिडन्त हुँदाखेरि मलाई माओवादीले लिनु आएको थियो, 2-4 दिन लिएर हिँड्यो। लिएर हिँडेपछि म फुस्केर कसरी भागेर सिलिगुडी हुँदै म बम्बई भागेर गएँ। बम्बई भागेर गएपछि फुस्केर 2-4 दिन मात्रै हिँडेँ, फुस्केर भागेर बम्बई गएपछि 1 दिन मात्रै हिँडेँ बम्बई। 1 दिन गएँ अनि मलाई के भयो अब एक्लै कुन ठाउँमा के गर्ने भनेर, अनि त्यहाँबाट सर्लक्कै यो रक्सल भन्ने ठाउँमा आएँ। रक्सल आएर अनि डाइरेक्ट काठमाडौँ गएँ। काठमाडौँ गएपछि त्यहाँ चाहिँ हेरेको चाबेलमा, बस पार्कमा, रत्ना पार्कमा त अब सानो सानोमा हिँडेकै हो, म काठमाडौँमा डुलेकै मान्छे हो। त्यतिखेर भर्खर केटाहरूले जादु देखाइरहेको रहेछ। अनि मैले भने ओहो यिनीहरूले त जादु देखाइरहेछ, यिनीहरूले टन्न पैसा कमाइरहेछ, मेरो त मसँग पनि कला छ। मैले गएर एकैचोटि तिनीहरूको कला हेरेँ। अनि जादु सकिसकेपछि हात मिलाएँ सबैसँग, म पनि यस्तो यस्तो मान्छे भनेपछि उनीहरू पनि खुसी भयो, मेरो बोलीहरू सुन्यो। अनि जादु गर्नु सक्छु भन्दाखेरि हजुर गर्नु सक्छु भने, अनि ल भोलिदेखि तिमीले जादु गर भन। त्यो साथीहरू चाहिँ कोही क्याम्पस पढ्ने, कलेज पढ्ने, म चाहिँ फेरि नपढेको पढेन। अनि तिनीहरूभन्दा बढी चाहिँ मसँग एउटा चाहिँ कला ट्यालेन्ट थियो कि, कलाको ज्ञान थियो, ट्यालेन्ट थियो। जुन दिन मैले जादु देखाउँदाखेरि त्यतिखेर यो प्यान्ट पनि झर्थ्यो, यसरी तान्दै जादु देखाउने स्थिति थियो कि, सानै उमेरमा सानो। अनि सबले मन पराए, अनि सबले मन पराउँथ्यो, अलि 2-4 पैसा पनि उठ्थ्यो। हो यसले त कति राम्रो जादु देखाउनु रहेछ भने त्यहाँदेखि मलाई दिनकै फर्स्ट जादु देखाउनु दिन्थ्यो। दिनमा नभने 2500, 1500, 2000 हुन्थ्यो। अब त्यतिखेर काठमाडौँमा होइन, अब काठमाडौँमा कोठा भाडा उनीहरूकै कोठामा बस्थेँ, चामल किनिदिन्थेँ, रासनहरू, पानीहरू, भात पकाउने, अनि आफै भाँडा धस्काइदिने। उनीहरू कलेजमा जान्थ्यो, मैले चाहिँ बिहान उठेर खानासाना बनाइदिने उ गर्थेँ। त्यहीँबाट जादु सिक्दा के भयो भने अब हामीले त्यो कला गर्दा 1-2 जना त्यो जादु लाइनमा त्यहीँको काठमाडौँको लोकल मान्छेहरू घुसेपछि तिनीहरूले अलिकति गलत बाटोमा यो जादुलाई लिएर हिँड्थ्यो। त्यो गलत बाटोमा हिँडेपछि अलिकति पैसा बढी हुन थालेपछि त्यसमा हल्का हाम्रो लोभ र लालच बढ्दै गयो। लोभ र लालच बढ्दै गएपछि अनि तपाईँको पैसा आउँछ, त्यो पैसा ल ठिकै छ, 1000को ठाउँमा 10,000 आएछ भने त्यो हामीलाई कहिले पनि पुग्दैन, कसैलाई पनि पुग्दैन। लास्टमा यस्तै सोच्दा मैले काठमाडौँ छोडेँ है। काठमाडौँ छोड्नुपर्ने बाध्यता भएको। मैले यही 62-63 सालमा बिहे गरेको, त्यहीँ भेटाएर पनि बिहे गरेको। त्यहीँबाट मेरो जस बिहे गरेर अनि लभ परेर बिहे गरेर अहिले म चाहिँ जस ससुराली गाउँमा छु, आफ्नै जग्गामा, आफ्नै सम्पत्तिमा, सानो घरमा छु होइन। श्रीमती कता हुनुहुन्छ नि? श्रीमती अहिले मेरो त बाहिर हुनुहुन्छ होइन, म पनि यतातिर सानो छोरी मेरो 2टा छ, 2टा छोरी छ है। अनि जस्ट बदमास साथीहरूले गर्दाखेरि म अलिकति ब्याक हुनु पर्यो, किनभने भोलिको दिनमा मैले टिकटकमा, फेसबुकमा मेरो भिडियोहरू हालिरहेको हुन्छु। तपाईँको भिडियोहरू त फेसबुकमा, युट्युबमा रमेश गिरी जादुगर भनेर सर्च गरेपछि हजुर पुरै जताततै आउँदो रहेछ, आउँछ तपाईँको। किनभने मेरो च्यानल 2-3टा थियो पहिला, मेरो साथीहरूले पनि 1-2 चोटि ह्याक गरिदियो होइन। अरू भिडियोहरू कति मेरो भिडियोहरू बनाउँदै कतिजनाले भाइरल गराइदिएको छ होइन। मलाई त अब त्यो तपाईँ अहिलेसम्म जादु जे जस्तो दुःख कष्ट पाए पनि जादु सिक्नुभयो, सिकिसकेपछि जब जादु सिक्नुभयो
त्यहाँदेखि नेपालको कुन कुन कुनासम्म जानुभयो र कहाँसम्म पुग्नुभयो जाडु देखाउन? नेपालको म सिर्फ मुस्ताङ गएको छैन, हुम्ला गएको छैन, हजुर, धनकुटा हिले गएको छैन, न त नेपालको हर ठाउँमा गएको छु। खासमा तपाईँले जाडु नेपालको विभिन्न ठाउँ र भारतको केही ठाउँहरूमा पनि देखाउँदै गर्दाखेरि हजुर त्यति त्यो मध्येमा तपाईँले चाहिँ जाडु देखाउँदाखेरि खुसीका कुरा र दुःख लाग्दो कुरा कोही मान्छेहरू हुन्छन् नि, अब जस्तै तपाईँको जाडुलाई नपट्याएर अथवा त्यही खालका शब्दहरू प्रहार गरिने त्यो कुराहरू पाउनुभयो? मैले पाएको छु त्यो होइन। गाली गर्नेले कति गर्छन्, कति ठाउँमा पुलिसहरूले पनि मलाई तङ गरेको छ होइन, कतिजनाले पैसा पनि खाएको छ। आज म भन्छु, व्यक्तिगत भन्छु होइन, जुन ठाउँमा कला गर्दाखेरि 200-400 रुपियाँ पुलिसले खान्थ्यो, नखाने होइन, हरेक ठाउँमा घुसको जमाना छ है। पैसा भन्ने बित्तिकै जसको रियाल्स हुन्छ, नचुने होइन। अनि मैले एकदम सोचेर बुझेर एकदम अगाडि बढिरहेको छु। मैले अहिले जुन चाहिँ मैले आफ्नो कलालाई चाहिँ मैले राम्रो ठाउँमा लिएर जान खोजिरहेको छु होइन। जस मैले धेरैजनासँग पनि रिक्वेस्टमा गरेँ, धेरैसँग पनि हात जोडेँ, तर सुनिदिने मान्छे कोही पनि भएन, बुझ्ने मान्छे भएन। त्यही भएर म पछि पढेको छु। तपाईँको जाडु जस्तै जाडु सिक्दाखेरि मान्छेले अब कसैले त रहरले सिके, कसैले सिके, तपाईँले चाहिँ बाध्यताले सिक्नु? म चाहिँ किनभने मलाई कसैले जिन्दगीमा मलाई कसैले टाउकोमा हात दिने र मलाई साथ दिने मान्छे नभएर म यो बाटोमा हिँडेँ हो। अहिले किनभने ठुल्ठुलो नेतालाई त गाली गर्छन् भने, राजेश समाल जस्तालाई गाली गर्छन् भने, हामी त भनेको सानो त्यानो कलाकार हो होइन, कुनै ठुलो होइन। हामी जस्तो सानो सानो कलाकारहरू यो नेपालमा मैले बहुत देखिसकेको छ। कतिजनाले आँसु झारेको छ, कतिजनाले रुएको छ होइन, तिनीहरूले ठाउँ पाएको छैन होइन। मलाई पनि मनमा दुःख लाग्छ, म पनि मान्छे हो, उनीहरू पनि मान्छे हो, बुझ्छु होइन। तर मलाई खुसी कतिखेर लाग्छ भने जब म कुनै कला गर्दाखेरि जनता हाँस्नुहुन्छ नि गललल, तब मेरो मन पनि बहुत खुसी लाग्छ होइन। कोही मान्छे मसँग रिसाए, दुःखी भयो भने त्यो मान्छेलाई कसरी फकाउँ भन्ने म आफै दुःखी भइरहेको हुन्छु कि। तर अहिलेसम्म म खुसीको पल भनेको मैले देखाएको छैन। एक किसिमले तपाईँ त तपाईँको जाडुहरू परिचर्चा विभिन्न ठाउँमा, तपाईँको विभिन्न दुर्गम ठाउँहरूमा तपाईँले जाडु देखाइरहेका, सडकमा देखाइरहेका, चोकमा जाडु देखाइरहेका प्रशस्त भिडियोहरू पनि छन्। एक किसिमले तपाईँ कलाकार, एक किसिमले चर्चित कलाकार नै हुनुहुन्छ हजुर होइन। विभिन्न मान्छेले चिन्ने माध्यम नपाएर नचिनेर पनि होला सायद तपाईँलाई होइन। तपाईँ एउटा कलाकार हुँदै गर्दाखेरि तपाईँको जाडुहरू हेरेर कुनै महोत्सवहरूमा, कुनै चाहिँ त्यस्तै खालको कार्यक्रमहरूमा अहिले चाहिँ तपाईँको जाडु पनि देखाउनु पऱ्यो भन्ने खालको कुनै चाहिँ व्यक्तिहरू आउनु भएको छ छैन? आउनु भएको छ, म सबबाट आउनु भएको छ, फोन आएको छ। तर बोलाए, पेमेन्ट दिन्छु, यति पैसा दिन्छु, उति पैसा दिन्छु भनेर। तर मलाई जुन जुन ठाउँमा गएँ, तर सब ठाउँमा मलाई चाहिँ धोका दियो। मलाई युज गर्यो, मेरो कलाहरू युज गर्यो होइन, टिकट सिस्टम गर्यो। तर ठुलो ठुलो कलाकारहरू आयो, केटीहरू आयो, नाच्यो, उनीहरूलाई पेमेन्ट गरेर पठायो। मलाई पनि अस्ति भर्खर यो माघी मेलामा पनि मलाई 20,000 दिन्छु भन्दा ठाउँमा, आफ्नै गाउँठाउँको हो भनेर होइन, 3 दिनको 20,000 दिन्छु भनेर बोलायो। तर अहिलेसम्म पनि मलाई त्यहाँबाट पनि पैसा दिएन। दिन्छु भन्यो मलाई चाहिँ, किनभने जीवनमा मैले दुःख पाएको मान्छे, ठोक्कर पाएँ, अहिलेसम्म पनि ठोक्कर पाइरहेको छु। साथ त मैले बाहिरबाट मैले कहीँबाट पनि पाएको छैन। हजुर, एक किसिमले जाडु भनेपछि मान्छेलाई साँच्चीकै हो कि क्या हो भन्ने खालको कुरा लाग्छ। तपाईँले सिक्दाखेरि, जाडु सिक्दाखेरि त्यतिखेर तपाईँलाई डर लागेन यो कुराहरू साँच्चै यथार्थ हो भने त म त के गर्ने होला भन्ने खालको एउटा चाहिँ त्यो खालको दिमागमा कुराहरू घुमेन? जादु तपाईँको कतिले के भन्छ भने, अब यो इन्द्रजालको महाजाल, इन्द्रजाल हुन्छ नहुने, त्यो हामीले हल्का फुल्का अब त्यो सिक्यौँ होला, त्यो हामीले जहाँ पाए त्यो युज गर्नु मिल्दैन। त्यो भनेको पाप काम हो। त्यो भनेको जो तान्त्रिक, ठुलो ठुलो तान्त्रिकहरूले गर्नु सक्ने हो। त्यो जसले सक्दैन भने त्यो मान्छे आफै अब्ला बौला पागल भएर हिँडिन्छ। मसँग त्यस्तो त छैन। मसँग सिर्फ ज्ञान छ भनेको एउटा मनोरञ्जन, इन्टरटेनमेन्ट गराउनलाई हातको कला र दिमागको खेलहरू होइन, मनोरञ्जन, सबलाई हँसाउने जादुहरू, कलाहरू, जस्तो कि मान्छे काट्नेदेखि लिएर होइन, अब आँखामा पट्टी बाँधेर बाइक चलाउनेदेखि लिएर हरेक जादुहरूसँग, मान्छेको मुटु सुटु निकाल्ने सबै छ मसँग होइन। तर त्यो एउटा कस्तो हुन्छ भने, एउटा ठाउँ अनुसार कुन कसलाई कस्तो जात देखाउने भन्ने त्यो एउटा हुन्छ, माध्यम हुन्छ। एउटा कुरो के भने, समुद्रको पानी पनि कहिले सुक्दैन, मेरो जादु पनि सुक्दैन। जादु बढेको बढे हुन्छ। एउटा नि एउटा नयाँ रूप धारण गरिहाल्छु मैले, दिमाग लगाएपछि रूप धारण गरिहाल्छु। जादुहरू लगानीहरू पनि चाहिन्छ, ठाउँ पनि चाहिन्छ। साथीहरूले अब चिनेको साथीहरूले कति गाउँठाउँमा महोत्सवहरू, स्टेजहरू, सोहरू लगाउँछ, तर जानी भए पनि उनीहरूले बोलाउँदैन कि। तपाईँसँग त्यस्ता खालको खतरनाक कलाहरू छ जसले चाहिँ दर्शक साँच्चैकै हो भन्ने खालको के खालको कलाहरू छ?
त्यस्तो कला भनेको अब मुटु निकाल्ने, फोक्सो निकाल्ने होइन, त्यस्तो फोक्सो निकालिदिनुहुन्छ? फोक्सो निकालिदिने। त्यो भनेको एकछिनको लागि हो, त सधैँभरको लागि गर्ने भए त म भगवान भइहाल्थेँ। त्यो एउटा त्यही छिनको लागि चाहिँ छिनिक रमाइलोको लागि चाहिँ मैले गराउन सक्छु। कति मान्छेहरू त्यो हेरेर पनि, रगत हेरेर, मुटु हेरेर पनि थर काँदेर पुग्लुकै ढल्दिन्छ। यो भनेको त्यस्तो अवस्थासम्म आएको छ तपाईँको कलामा? आज धनगढीमा तपाईँको हामीले त्यो धनगढी बसपाराको अगाडि जात देखाउँदाखेरि माथिबाट मान्छेहरू 5-6 जना खसेर त्यो साइकलको यस्तो डन्डीमा खसेर दाँतहरू फुक्लेको छ। 10-12 जना महेन्द्रनगरमै भुक्लुकै ढलेछ। अनि कस्तो भयो भने महेन्द्रनगरमा त्यो सब्जी मन्डी या त सुन पसलहरूको बेलामा या त सुन पसलहरू छ क्या, त्यहाँ हामीले शीतलको ठाउँ जादु देखाइरहेको थिएँ। एउटा मान्छेले आएर धाग लगायो क्या। कस्तो धाग लगायो भने, ए तेरो जादु जस्तो पनि हेरेर चाहिँ यस्तो जाब मलाई पनि आउँछ भन होइन। म त अब जस एउटा कला गर्ने मान्छे, अरूको त गाली शनि मेरो बानी परिसकेको छ होइन। दुध दिने गाईको त लस छनुपर्छ भने त्यो त हाम्रो जनता भनेको त हाम्रो भगवान हो। त्यसले भने काटेर देखायो, यो गरेर देखायो भने मलाई चाहिँ जस्तो कुरो गर्दा मलाई अलिकति माइन्ड सड्केपछि मैले चक्कु हाने जस्तो गरेर यत्रो मुटु निकालेर यस्तो गरिदिएको। त्यो मान्छे रिङाटा लगाएर यस्तो गरेर भुक्लुकै ढल्यो कि। भुक्लुकै ढलेपछि ओहो यसरी मान्छे मर्न सक्छ बेहोस भएर। अबदेखि यो कलाहरू गर्ने होइन, बन्द गरौँ, बरु राम्रो देखाउने, जनतालाई खुसी बनाउने होइन। भए दिन्छ नभए दिँदैन, मेरो फेरि यही हो, मेरो पेसा हो, मेरो कला भनेको यही हो, जिन्दगी भनेको मेरो यही। त्यहाँदेखि एउटा एक किसिमले सचेत भए। मुटु कमजोर भएको मान्छे ठडै ढल्दिन्छ। हामीले सबै सोचेर बुझेर गर्नुपर्ने हुन्छ। तर कलाको क्षेत्रमा कोही राम्रो पनि छन्, कोही नराम्रो पनि छन् फेरि है। कलाको क्षेत्रमा सबैभन्दा खुसी कुन ठाउँमा पाउनुभयो नेपालको र अहिलेसम्म हिँडिरहेको ठाउँमा? मैले रोल्पा लिबाङ भन्ने ठाउँतिर, थबाङ लिबाङ भन्ने ठाउँमा चाहिँ मैले सबभन्दा राम्रो खुसी पाएको उता हो। अहिले पनि माया गर्नुहुन्छ, जस रोल्पाको मलाई साथीहरूले पनि धेरै अहिले पनि सम्झिनुहुन्छ। फर्स्ट सुरुमा रोल्पाको टुरी खेल्न जात देखाउँदाखेरि त्यतिखेर मान्छे तपाईँको अट आएको थिएन कि, पैसाको बर्सात भएको थियो त्यतिखेर। त्यो भर्खर यो भालुबाङदेखि लिएर पिठान जाने रोडमा भर्खर एउटा दुईवटा गाडी हिँड्थ्यो त्यतिखेर बेला कुरो हो। त्यतिखेर रोल्पा चित्र चाहिँ मलाई जस पब्लिकहरूले बहुत राम्रो मान्नु, धेरै साथ सपोर्ट भयो त्यतिखेरको मान्छेहरूले। र अहिलेसम्म कतातिर जाँदाखेरि एकदमै दुर्व्यवहार मलाई झलारी भन्ने ठाउँमा पश्चिम, एउटा अत्तरिया, एउटा धनगढी अनि एउटा डडेलधुवामा। सबै त त्यस्तै हुन, कोही त्यस्तै भएर हो होइन। त्यस्तै एक दुईजना व्यक्तिले अस्ति भर्खर पोहोर साल जोगबुढा जाँदाखेरि त्यहाँ पनि एउटा वडा अध्यक्षले पनि मलाई विभिन्न किसिमको आरोप लगाएर मलाई गाडीमा हाल्नु पठाएर लास्टमा त्यहीँको मान्छेले चाहिँ जस पब्लिकले चाहिँ सपोर्ट दियो हो मलाई, नदिए होइन, राम्रै हो भनेर सपोर्ट दिनुभयो। तर पश्चिमतिर जाँदाखेरि चाहिँ अलिकति मलाई बढी 2-4 जनाले दुर्व्यवहार गर्यो होइन। त्यही अरूले चाहिँ गर्नु भएन, जनताहरूले त सपोर्ट दिएकै हो, नदिएको होइन। अहिले तपाईँ लुम्बिनी प्रदेश दाङ जिल्ला ट्याक्कै यो मसुरिया बस्नुहुन्छ र अहिले जाडु बाहेक अरू के गर्नुहुन्छ तपाईँले? अहिले मैले केही पनि गरेको छैन। अब यही घरमा बसेको छु। सानो अब मेरो भर्खर एउटा युट्युब च्यानल खोलेको छु, रमेश गिरी जादुगर भन्ने। त्यहीमा सानो भिडियो हालिरहेको छु। अहिले राम्ररी भिडियो पनि बनाउनु पाएको छैन अहिले मलाई, किनभने धेरै टेन्सन छ होइन। मलाई आफ्नै जसलाई कलामा लिएर हिँडेँ तिनीहरूले आफ्नै साथीभाइले पनि मलाई गद्दार गरे, धोका दिए। दुःख लाग्छ, सम्झिन्छु, तर त्यही पनि मैले साथीभाइ भनेर माइन्ड गर्दिनँ है। तपाईँको कला र कलालाई, जादुलाई कसैले मन पराउनु भयो अथवा कसैले बोलाएर चाहिँ तपाईँको कला हेर्नु इच्छुक हुनुभयो भने कसरी सम्पर्क गर्ने र कुनै महोत्सवमा बोलाउनु अथवा कुनै कार्यक्रममा बोलाउनु चाहनुभयो भने कसरी सम्पर्क गर्न सक्नुहुन्छ? सम्पर्क मलाई त अब ठ्याक्कै मेरो फोन नम्बरबाट, अब मेरो घर मेरो यही राप्ती गाउँपालिका 3 मसुरिया होइन, यहीँ राजधानीको छेउमै हो। तपाईँहरूले अब बोलाउन चाहनुभयो भने यही मसुरिया बागडड्डी हो मेरो टोल होइन। त्यहीँ आएर तपाईँले मलाई कन्ट्याक्ट गरेर भेट्न सक्नुहुन्छ। अरू बच्चाहरूको लागि भने छुट्टै जादु हुन्छ होइन, लड्डु बनाउने, मिठाई बनाउने, पैसा बनाउने, फुल बनाउने। अब ठुलो मान्छेको लागि पनि अब परेवा खरायो होइन, आगोबाट जे पनि बनाइदिने त्यस्तो जादु, कागज खाएर बिलेट निकालिदिने। पैसा पनि बनाउनुहुन्छ? पैसा पनि बनाउँछु। अनि पैसा बनाउने मान्छे त पुरै मालामाल हुनुहुन्छ होला तपाईँ त? त्यो केही छिनको लागि त्यस्तोमा छिनेको रमाइलो, त्यस्तो मालामाल हुने भए त यो ज्ञानेन्द्र साई, केपी बा, यिनीहरू नेताहरू भन्दा पनि म बढी
धनी हुन्थ्यो होला के हैन तपाईको कलाको माध्यमबाट छिनिक रमाइलो मात्रै हो त्यो पैसा हेरिसकेपछि त्यो चलाउनु मिल्दैन त्यही हो अब आफ्नो कलालाई चाहिँ अगाडि बढाउनु कोसिस गरिरहेको छु अझै सकेसम्म जति पब्लिकले साथ दिनुहुन्छ हैन म त्योभन्दा पनि राम्रो राम्रो कलाहरू अझै देखाउँदै जान्छु म यसो एकचोटि हेरेँ भने मैले त्यो यहीँ घरै 2-4 दिनमा बनाएर रेडी गरेर ओके गराउँछु यहाँ जति पनि यो सब मेरो यो माथि हेर्नु न यो कलाको अटो ल्याउनुहोस् एउटा सानो गाडी ल्याउनुहोस् यहीँ सुटकेस मुनि कति यहाँ 2-3 सुटकेस त्यहाँ आइटमहरू जादुको सामान मात्रै छ मेरो 2.5-3 लाखको सामान छ तर अहिलेसम्म मैले बजेट उठाउन सकेको छैन यसको पक्कै पनि अति नै मिठो कुरा भयो रमेश गिरी आदरणीय दाइ साइनोले हजुर आमा सम्मान गरेँ मैले यतिखेर म लुम्बिनी प्रदेश दाङ जिल्लाको राप्ती गाउँपालिका स्थित यो मसुरियामा हाम्रो चाहिँ रमेश गिरी जाडुगरको घरमा ठ्याक्कै यहाँ उहाँकै बेडरुममा आएको छु यतिखेर पक्कै पनि उहाँको कला र जाडुको छिनिक रमाइलो कलाहरू तपाईँले युट्युबहरूमा रमेश गिरी जाडुगर भनेर सर्च गर्नुभयो भने प्रशस्तै भेटाउन सक्नुहुन्छ र रमेश गिरी तपाईँको युट्युब च्यानल पनि छ हैन जादुगर रमेश गिरी तपाईँ मेरो जादुगर रमेश गिरी सर्च गर्नुभयो भने टक्क मेरो देख्न सक्नुहुन्छ है मेरो पनि कपी गरेर कतिजनाले गरेको छ धेरैजनाले युट्युब च्यानलहरू कतिजनाले मेरो च्यानलहरू भिडियोहरू भाइरल गराएको छ तर मलाई मतलब छैन हैन जे छ गरी खाओस् मलाई त्यस्तो दुश्मनी पनि छैन केही पनि छैन हैन सबैसँग मिल्नुपर्छ हाँस्नुपर्छ बोल्नुपर्छ हिँड्नुपर्छ कोहीसँग दुश्मनी कोहीसँग पनि रिसडा गर्नु हुँदैन हैन मेरो कलालाई पनि माया गरिदिनुहोस् कसैले 1-2 जना कमेन्टमा जसले पनि गाली गर्छ त्यो मलाई मतलब छैन यो गाली गरेको भनेको एउटा आशीर्वाद हो हैन जति गाली गर्छ त्यति मलाई फाइदा पनि हुन्छ साथीहरू गाली चाहिँ नगर्नु होला त्यही भन्न चाहन्छु यतिन्जेल मिठो कुराकानी सुनेर र देखेर साथ दिनुभयो सम्पूर्ण दर्शकलाई धेरै धेरै धन्यवाद भन्दै हजुर अबको यो कार्यक्रमबाट हामी छुट्टिन्छौँ र फेरि यस्तै तपाईँहरूको कमेन्ट र तपाईँहरूको अटुट मायाको साथ पायौँ भने फेरि पनि तपाईँहरूसँग जोडिन्छौँ पुनः वातावरण छोड्दै अहिलेको यो बसाइबाट बिदा चाहन्छौँ हस्त नमस्ते धन्यवाद